हजुर आज हामी मन्दिरमा छौँ अनि यसो पूजा सुजा गर्ने होइन र? पूजा त यहाँ यसलाई भन्छ मन्दिरमा होइन मस्जिदमा गर्छ भिडियोमा हेलो गाइस, दर्शन नमस्ते सबैजनालाई स्वागत छ न्यू भिडियोमा। म चाहिँ यहाँ भिडियोमा इन्डोनेसिया। हेलो गाइस, दर्शन नमस्ते सबैजनालाई स्वागत छ न्यू भिडियोमा। म चाहिँ आएको छु इन्डोनेसियाको यो एउटा नेपाली हाम्रो हिन्दू मन्दिरमा, नेपाली जस्तै नेपालको जस्तै हाम्रो हिन्दू धर्मको मन्दिरमा, जुन यो मन्दिरको नाम दाइ यता आउनु न। हेलो गाइस, दर्शन नमस्ते सबैजनालाई स्वागत छ न्यू भिडियोमा। म चाहिँ आएको छु इन्डोनेसियाको यो एउटा नेपाली हाम्रो हिन्दू मन्दिरमा, नेपाली जस्तै नेपालको जस्तै हाम्रो हिन्दू धर्मको मन्दिरमा, जुन यो मन्दिरको नाम दाइ यता आउनु न तपाईँ पहिला। विशेष यहाँ तपाईँले देख्न सक्नुहुन्छ बोले पकाइसक्नु हो, यहाँ चाहिँ तपाईँले देख्नुहुन्छ। दाइ यता आउनु तपाईँ। अब विशेष हाम्रो श्रीकृष्ण होइन र उहाँ? हजुर श्रीकृष्ण चप्पल कहाँ राख्ने खोलेर? चप्पल खोल्ने घुम्ने सबैतिर घुम्ने। अब यहाँ तपाईँले देख्न सक्नुहुन्छ सबै यो हिन्दूहरूको मूर्तिहरू छ। यहाँ चाहिँ हाम्रो श्रीकृष्ण माताकै श्रीकृष्ण श्रीकृष्ण मात्र, अरू पनि भन्नु पर्यो नि त के हो? छ नि धेरै त। अब हाम्रो हिन्दूलाई त के भन्नुपर्छ, सबै थाहा हुन्छ। यहाँ चप्पलहरू राख्ने ठाउँ। शिवको के भन्छ? शिव होइन, म त यो चाहिँ के हो दाइ? यो मन्दिर हो यहाँ धेरै जस्तो कन् अब रावणको रावणकोहरू चाहिँ अब तामिलबाट चलेको हुन्छ। Boleh bawa api. भित्र चाहिँ गाइज, भित्र चाहिँ भिडियो बनाउन पाइँदो रहेछ। मैले फर्स्टचोटि देखेको हो इन्डोनेसियाको यो अब हिन्दूहरूको यहाँ मन्दिरहरू पहिलोचोटि देखेको हो। दाइ हजुर तपाईँलाई त सबै थाहा छ होला नि त, केही विशेष बताइदिनु न। मलाई त नेपालमा पनि विशेष चाहिँ अब पहिलोचोटि हाम्रो हिन्दूहरू पहिलाको जमानामा इङ्ग्लिसको जमाना भन्छ क्या, अङ्ग्रेजको जमानामा यहाँनिर उनीहरू फौजीको रूपमा आएको थिए इन्डोनेसियामा फौजीको रूपमा आएको। इन्डियादेखि नेपालदेखि इन्डियाबाट इङ्ग्लिसले ल्याएको उनीहरूलाई, यहाँ सैनिकको रूपमा ल्याएको उनीहरूलाई। सैनिकमा आउँदाखेरि उनीहरू यहाँनिर धेरै समयसम्म उनीहरूको के भयो भनेदेखि लडाइँ भयो, युद्धमा उनीहरू धेरै वर्षसम्म यहाँ बसे। अनि उनीहरूलाई घर फर्काउनु अङ्ग्रेजले लगेन, यहीँ छोडेर गयो। उनीहरू यहीँ बसे, उनीहरूले यहीँ बसोबास गरे, उनीहरूकै धर्म बनाए। यहाँनिर यहाँ 100 वर्ष अगाडिको यो मन्दिर हो। यो अङ्ग्रेजको पालामा भएको उनीहरूले छोडेर गएर यहाँनिर इन्डियाबाट आएको तामिल दाजुहरू, तामिलहरू यहाँ आएर उनीहरूले आफैले बनाएको यो मन्दिर। यहाँनिर सबै हाम्रो हिन्दूको संस्कारबाट सबै बनाएको छ। गणेश भगवानको रहेछ। अब के भन्छ हाम्रो ब्रह्मा भयो, श्रीकृष्ण अनि अरू रामहरू भयो, सबैको यहीँ छ। यो गाईको अनि शिवले अब चलाउनु भनेको गोरु पनि छ यही छ। यो कालीको मूर्ति, यता जाऊ न, यता देवी कालीको मूर्ति सबैतिर छ। अनि शिवको मूर्ति यहाँ छ। अब भित्रबाट दिँदैन कि यो गौतम बुद्धको हो र? गौतम बुद्धको पनि छ। सबै मिलेको छ यहाँ, सबै मिलेर बनाएको छ यहाँ। अब हाम्रो बुद्ध पनि पहिले त अब यो भित्र जान जन्मेको हो नि त। भिडियो सुट गर्न भित्र जान पाइँदो रहेछ गाइज। मैले बाहिरबाट भिडियो सुट गर्दैछु।
बाहिरबाट होइन किन भन्दा यहाँबाट देखाइन्छ नि तर देखाइन्छ गइरहेको छ त फोटोहरू त खिचिरहेको छ त फोटो त खिचेको भिडियो कसमा म अचार सोध्छु क्या यहाँको मान्छेलाई फोटो मोबाइलबाट फोटो मात्रै खिचेको भिडियो बनाउनु दिँदैन उनीहरूले धेरै कालीको पूजा गरेर हो यहाँको मान्छे काला काला हुन्छ नि कालीको पूजा गर्छन् कि धेरै जस्तो कालीको पूजा गर्छ नि वरिपरि घुमेको छ हाम्रो अब नेपालमा हिन्दू भगवान रामलाई मान्ने गरिन्छ के अरे अब तमिलनाडुमा प्राय जसो रावणलाई मान्ने गर्छन् यो मूर्तिहरू पनि कसको भन्ने कुरै मलाई थाहा भएन कि सरस्वती माताको हो र यो सरस्वतीको हो नि उहाँ सरस्वती माता हुनुहुन्छ उहाँ चाहिँ को थाहा भएन मलाई कसैले चिन्नुहुन्छ नि कमेन्ट गर्नु होला फेरि आफ्नो धर्म चेन्ज गरेर आफ्नो देवी देवतालाई पनि बिर्सेछ भन्ने कुरो होइन किन भन्दा हाम्रो श्रीकृष्ण हुनुहुन्छ उहाँ थाहा छ अनि उहाँ सानो सानो गोपिनीहरू हो ए अब श्रीकृष्णलाई कहाँ छोड्ने कुरा भयो हाम्रो अनि हनुमान राम सीता लक्ष्मण होला ए हैछ हाम्रो पछाडिबाट खिच्दैछु गाइज हेर्नु होला सीता माता राम लक्ष्मण हनुमानजी ल यहाँ फेरि इन्डोनेसियामा रहेको मन्दिरलाई कुइल भन्छन् हिन्दूहरूले पूजा गर्ने ठाउँ कुइल भन्छन् अब यस इन्डोनेसियामा फर्स्टचोटि हामी हिन्दू मन्दिरमा आइएको छ यहाँको आफ्नो विशेषता छ यहाँ पनि नेपाल जस्तै हिन्दू क्रिस्चियनहरू बुद्धिस्टहरू पनि बस्ने यहाँको खास पहिलोचोटि पनि खास मान्छेहरू चाहिँ अब bisa dalam buat video bisa tak boleh dari motor di luar aja kalau masuk boleh lihat boleh यहाँनिर इन्डोनेसिया हिन्दू पनि छ हात्ती पनि छ साँड छ माथि साँडको साँड छ अनि खास कुरो चाहिँ के भने यो इन्डियाबाट आएको मान्छेहरूले बनाएको यो मन्दिर हो इन्डियाबाट आएको मान्छेहरूले तामिलहरूले बनाएको मन्दिर हो त्यही अङ्ग्रेजको पालामा आएर बनाएको अब यो देशमा नि खास यो देशमा नि परम्परागत मान्दै आएको हिन्दूहरू छन् तर यहाँबाट टाढो छ बाली भन्ने ठाउँमा छ त्यहाँ यहाँको बासिन्दाहरू हिन्दू भयो पहिलेदेखिकै हिन्दू हुनु बालीमा चाहिँ मलाई जान मन लाग्छ दाइ एकचोटि मिलेर तपाईँहरूमा जानुपर्छ बालीमा छ ठुलो छ बालीमा उनीहरू हिन्दू छ हिन्दू भित्र के छ भनेर क्यामेराले खिच्न चाहिँ नपाइने रहेछ भित्र पुरै उसुर छ है तपाईँहरू देख्न सक्नुहुन्छ पूजा गर्ने बास्ना आएको रहेछ यो मन्दिरको नाम चाहिँ के हो दाइ यहाँ पढ्नु त तपाईँले यहीँकै इन्डोनेसिया भाषामा रहेछ हेर्नु त सारी ल भन्नु त श्रीमा रियामान कुइल मैदान मन्दिरको नाम मारियामन श्री मारियामन यो भाषा पनि यसो हेर्दा त तामिल भाषामै लेखेको जस्तो लाग्यो होइन तामिल भाषामा बनाएको त्यही त नि गाइज अब त्यही भएर यहाँनिर उनीहरूले धेरै जस्तो प्रयास रावण र देउता मान्छन् छोरी के हेरिग्यौ jangan pegang itu ल ल यता हाम्रा कान्छीहरू पनि आछन् हेलो भाइ भाइ के भयो भाइ के भयो युट्युब तारा देंगो ल ओके यताबाट देखाइदिनु माथि sayur brokoli 30 दाइ हजुर आज हामी मन्दिरमा छौँ अनि यसो पूजा सुजा गर्ने होइन र पूजा त यहाँ यसलाई भन्छ मन्दिरमा होइन मस्जिदमा गर्छौँ हामी त किन त त्यस्तो यहाँ चाहिँ अब तपाईँ होइन हामी एउटा पहिला हिन्दू भएर हिन्दूको सन्तान भएर जन्मिसकेपछि पूजा गर्ने केही हुँदैन मन्दिरमा पूजा गर्ने यहाँ पनि ल आउनु पूजा गर्नु ल हुन्छ पूजा गर्नु अगरबत्ती लिएर आइएन जस रमाइलो लाग्यो मलाई किन भन्दा हामी सानसानैमा मन्दिरमा जाने पूजाहरू गर्ने गरेको हो सानोमा जान्थ्यो मन्दिरमा सिद्धा काली मन्दिर छ पशुपति गानी गइयो यहाँ चाहिँ
लुम्बिनीको यो इन्डोनेसिया यो चाहिँ इन्डोनेसियाको माइडेन भन्ने ठाउँको यो ठाउँमा चाहिँ हाम्रो यो हिन्दूको मन्दिर रहेछ। एउटा मात्रै छ, एउटा मात्रै यो मेडेनमा। एउटा मात्रै हो। अब मेन त विशेष त हाम्रो बालीमा हो। बाली बालीमा चाहिँ अब यहाँबाट बाली यहाँको मान्छेहरू बस्छ। यहाँबाट बाली जानको लागि तपाईँको प्लेनमा जानको लागि 5 घण्टा लाग्छ अरे। कति घण्टा अरे? 5 घण्टा। कहाँको 5 घण्टा? 5 घण्टा भनेपछि तपाईँहरू हिसाब गर्नुहोस् मलेसियाबाट नेपाल गए जति कति टाढा हो त नि। कति टाढो छ? इन्डोनेसियाको बाली ठाउँ हो है। अब त्यहाँ पनि जाने भन्ने म सोचिरहेको छु। अब बिस्तारै बिस्तारै सालीहरूले पानी बाँड्दैछन्। अनि आजको ब्लग भिडियो तपाईँलाई कस्तो लाग्यो यो ठाउँको यो एरियाको? जस्ट मैले यहाँ आएर यो भिडियो बनाएको। तपाईँहरू कसैलाई नराम्रो अनि नेगेटिभ तरिकाले नराम्रो तरिकाले कसैले पनि यसलाई प्रस्तुति गरेको छैन जस्तो लाग्छ। गल्ती भयो माफ पाऊँ। अनि यहाँ आएर हामी नेपाली दाजुभाइहरूलाई पनि मैले देखाउन कोसिस गरेको, किन भन्दा इन्डोनेसियाको यो एउटा मुस्लिम कन्ट्रीमा हिन्दूहरू दाजुभाइहरू पनि हुनु रहेछ भन्ने कुरा। खास मलाई हिन्दूहरूमा पनि उहाँहरू चाहिँ तामिलनाडुबाट आएर बस्नुभएको एउटा तामिल समुदायको दाजुभाइहरू हुनु रहेछ जस्तो लाग्यो। अनि मैले कतिपय मूर्तिहरू चिनिनँ क्या दाइ। यहाँनिर नेपालको जस्तो हिन्दू चाहिँ हिन्दू नै हुने नि। अब त्यो देश अनुसारको भेष, देश अनुसारको भेष होइन दाइ। जुनै देशमा पनि भगवान श्रीकृष्ण, भगवान राम, सीता, गणेश होइन। हाम्रो यो हिन्दूमा धेरैवटा देवताहरू छन् के, देवताहरू हुन्छन्। अनि भगवान धेरैको मान्छन्। हामीले हेरेपछि त फोटो हाल्ने चिनिन्छ, मूर्ति हेरेपछि चिनिन्छ नि त। तर यहाँ मैले सबै अलग अलग देखेँ। सरस्वती माताको चिने एउटा, भगवान बुद्धको चिने एउटा, भगवान बुद्धको, शिवको, श्रीरामको अनि सीताको त्यो चाहिँ मैले चिने। तर बाँकी चाहिँ यो उहाँ चाहिँ को हो भन्ने कुरो मलाई थाहा भएन। यहाँ लेखेको छ त, पढ्नु त। श्री भाइराभर श्री भाइराभर यो तमिल भाषामा हुन्छ कि। त्यही त नि मैले ल। अनि आजको ब्लग भिडियो तपाईँलाई कस्तो लाग्यो? छोटो मिठो अनि यो ठाउँको विशेषता तपाईँलाई मैले देखाएँ। भिडियो हेर्दै गर्नुहोला। सुमन ब्लगलाई फलो सब्सक्राइब गर्नुभएको भने सब्सक्राइब गर्नुहोला। अनि भिडियो चाहिँ तपाईँको सब्सक्राइब 1 लाख पुग्न लागेको छ। चाँडै सिल्भर बटन आउनेछ। तपाईँहरू सबैजनालाई अनि धन्यवाद। अनि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला। ल समोराङ चिक्का नमस्ते नेपाल सबै नमस्ते नेपाल janganlah नमस्ते नेपाल। bangun situ. Satu lah itu yatapati भन्नु है। 1 2 3 नमस्ते नेपाल। ल